कुरासाको फेद मुनि टेक्निक चाहिन्छ नि साथीहरु अनि हाम्रो हजुरआमा चाहिँ यहाँ मोही पार्दै हुनुहुन्छ गाइज हेलो एभ्रीवान नमस्ते लस्सो फ्याफुल्ला भेरी भेरी गुड मर्निङ फ्रम नागी हो सबैजना सन्चै आरामै हुनुहुन्छ होला मेरो हिजोको भ्लग हेरिसकेको भए म कहाँ छु भन्ने कुरा हजुरहरूलाई थाहा होला अनि फेरि पनि स्वागत गर्न चाहन्छु म तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ पुरै गाउँबाट बिहान बिहानै हैन 6 बजे उठेको त पुरै घाम लागिसकेको छ के गाइस हैन अनि यहाँ त उठ्नै पर्ने हुन्छ जसरी नि छिट्टै घाम लाग्छ अनि बाजे बुजीहरु त्यो 4-5 बजेदेखि उठेको हुन्छ अनि उठेर नि म मुख धुन लाग्छु मुख धुन नि सकेन किनकि गाउँमा त जाडो छ के तलतिर बस्नेहरुलाई कति गर्मी भइराछ नि त साथीहरु अनि हाम्रो हजुरआमा चाहिँ यहाँ मोही पार्दै हुनुहुन्छ गाइस बिहान बिहानै मोही त यस्तरी पारिन्छ नि फेरि हाम्रो गाउँमा त अर्ग्यानिक मोही हो खासै असर गर्दैन नि यही निस्किन रे गाइस हाम्रो बजी निस्किन लागिसक्यो अब कुनै त निस्किनै नसकेको एकदम त नि छिट्या हैन घिउ त्यसरी निकालिन्छ गाइस घिउ हैन यो त तारो नहुनी आयो गाईबाट घिउ भन्छ तारबाट बाइन्छ गाईबाट घिउ भन्छ रे यो चाहिँ ठेकिलो छ यो मन्दानी ठेकी मन्दानी राम्रै रहेछौ तिमी म भन्दा नि नबेली मराको पनि होई के पेले सिमसिम के लेसी यो बोल्ने अब मी आयो न भाइ सिम सिम पुरो भाइ घिउ निस्क्यो गाइस पानी चिसो भएर कसै ननिस्केको घिउ यति त निस्क्यो बल्ल बल्ल बाजे घिउ निस्केन भन्थ्यो यो मान्छे नाङ्नु भा आइज हेर्न मामा घर आइपुगिसकेछ खाँदै सबले काचुङबला नक्ली गाइस हाम्रो घरको अर्को महारानी चाहिँ भर्खर भर्खर उठ्यो उ त्यो अर्को महारानी त्यस्तो भइरहेको अनि यसले बारीमा प्याज उगाल्न लाग्यो होइन टुप्पै चुडेर बिचार अनि म चाहिँ फेरि पनि तरकारी बनाउँदैछु गाइस गवासी मासुको मासु हो कि साथीहरू कसले भनेको बजारमा बस्ने मान्छेले मात्रै मासु खाँदैन हाम्रो यहाँ त दाना बेलुका वाल्ने मासु गाइस हामी चाहिँ यो घरमा जहिले आउँछ कि हामी आउने हाम्रो यो साथीको घर बिरालोको बच्चाहरू खालादिम हेलो गाउँले आबै के हो बडाबुढी मात्रै बसेर ट्याक्क ओए ngama आसे मुला ए यस्तो मायारी बसिरहेको हेर्दै यिनीहरू दुईजना भन्ने क्या काण्ड मिन्जुवा बजेको घर हो गाइस हाम्रो बजेको घर यो चाहिँ ब्लग हो कि ब्लग तले है हेर्दा गाइस यस्तो मायारी बसिरहेको बडाबुढी मात्रै पुरा बुढीले तरकारी पकाएर ऊ चाहिँ के रे लसुन छिलाउँदै बस्या हाम्रो माइला ल बधाई छ माइला बाउ नि भइछ यार थाहै थिएन माइला बाउ भएको त कति छिटो हो त कसो थाहै नभएको त रिभिल भयो माइलाको छोरा ल हाम्रो माइलाको छोरा नहेर्नेहरू हेर तोरले चावल सानो तारमिन विशान्त धोङ सेम मम्मी जस्तो यार ए मैला यार तेरो प्रडक्ट नि निस्किसकेको छ
मेरो कहिले हुने हो यार माइला यार यति सँगैको साथीहरूको हेर्नु साग गाई त्यस्तो निस्किसक्यो बिसान दोङ बिचारा अर्को खोकिरा भेट्यो भेट्यो यार कोही सानो अच्छा अच्छा हेर्नु पोलो किरा समात्यो गाइस के भन्छ अरे यसलाई मैले नाम बिर्स्यो फट्याङ्ग्रा समात्छ क्या यसले त फेरि खतरा हो गाइस आइपुग्यो हामी हाम्रो गोठ हाम्रो गाई चाहिँ यति रहेछ आम्बो पहिला 15-16 हुन्थ्यो यार 25-30 हुन्थ्यो कुमार र मैले एकचोटि बेसरी चराएको हाम्रो कुमार र मैले अनि के त मम बाघले खाइदिएको है मम बाघले खाइदिएको नि त एउटा हाम्रो अगाडि हामी त घरमा भागेर आएको कहाँ के अरे कहाँ गाई खोज्न जाँदा त्यहाँ बाघ आइसक्यो त्यही हो हाम्रो गाउँ गाई ए हाम्रो त बाख्रा नि छ नि साथीहरू टन्नै पो साँच्ची हेलो बाख्रा गाई के छ बाख्रा गाई मम बाख्रा घटेको अहिले 3वटा बोको बेच्यो अनि 17-18 भयो थियो त अहिले त नरहेछ बेसरम लड्की हेर्नु न साथीहरू यो सानोलाई लडाएर ऊ हाँसेछ कि अम्मो खन्तो छोजी सानो खन्तो छोजी मले थोपरी गाई दुध धुने नि एउटा स्टाइल छ के मतलब स्टाइल भन्दा नि पहिला गाईलाई उसको बच्चालाई अलि दुध खाना दिनुपर्छ नि त अनि बल्ल दुध रसाउँछ अनि मान्छेले तान्दाखेरि बल्ल अनि दुध आउँछ है बजे अनि बाच्छोले अब बिचारा धेरै खानु पाउँदैन सक्यो क्या अब उसलाई बाँधिदिन्छ सानो यता आइज न यता दुध धुने चाहिँ मलाई लास्ट रहर लाग्छ होइन साथीहरू तर कहिले धुएन किनकि दिएन क्या मलाई गाईले बजेले 12 वर्षदेखि मजाले तान्दैन बस काली ए सिल्दा मुला सिल्दा मसँग नि छ बुवा फेरि पाउनेछ अरे हाम्रो यो गाई चाहिँ यसको बच्चा त यत्रो ठुलो रहेछ फेरि दुध त क्या बबाल छ त फेरि यत्रो छिट्टो हुनेसम्म दुध खाँदो रहेछ झन् यसको नि अब यस्तै अब उनीहरूको भाग्ने हो कि गाई चाहिँ सक्यो नि त अब हाम्रो चाहिँ पहिला होइन एउटा काली गाई भन्ने थियो कि यस्तो राम्रो थियो गाई पनि यत्रो ठुलो होइन तर फेरि डेन्जर छुच्ची हाम्रो बजेले खुट्टा बानी दुध धुन्थ्यो होइन मान्छेहरू त कसलाई नि गन्थेन कि उसले त जसलाई नै हान्थेन बडाङ बुढ्यौँ यस्तो राम्रो गाई पनि यस्तो राम्रो थियो कि कालो ठुलो नामै काली गाई भन्थ्यो कि डेन्जर दुध नि कस्तो 2-3वटा के अरे गाई बराबर उसको एउटा दुध आउँछ कि ऊ एउटा सक्यो ती तरी हुन्छ है गाई हाम्रो बाजेले यस्तो बुन्न त हाम्रो बाबालाई नै आउँछ है बाजे के आउँथेन तपाईँलाई जित्छ हाम्रो बाबालाई नै आउँछ कि यस्तोहरू बुन्न सबै हाम्रो बाजे यस्तो अर्ग्यानिक खाने रे के साथीहरू त्यही भएर गाउँ नछोडेको रे है बाजे दुध र भात खाने कि मैरा भात खाने यस्तो मिठो खानुहुन्छ नि फेरि हाम्रो बजेले त गाई साथीहरू मासु चाहिँदैन कि बजेलाई त फेरि मासु भन्दा नि घिउ नि होइन कि दुध गाई यो चाहिँ हाम्रो फुपूको घर अनि फुपूले त प्याज नि उखालेछ पुरै अनि यो यस्तो बवाल बनाएछ अहिले त फुपूको घर प्रकाशलाई बोला न के गरे त्यो रुमभित्र अनि हामी चाहिँ कफल खानु जानु गाई जान्न भन्छ अनि यो चाहिँ के गर्नुको
थाहा हो नि तपाईँहरूले टन्नै खायो यहाँ त नागी गाउँमा चिसो छ गाइज हामी त काफल टिप्ने तयारीमा यहाँ सोल्डर र सोल्डिनी रेडी भइसक्यो ओ तिमीहरू जना खतरा स्वाद झला ग्याङ माचिस बेबी तिमी ब्याड बिच यो चाहिँ त्यस्तो अलि चलबले छैन कि त्यही भएर ल प्र गयो ल पहिला यो बाटो कति हिँडिन्थ्यो कति गाई चराउन गइन्थ्यो हामी पत्ता है प्रखन्दै ल तोर मार तोर्दै यार बा मर्जी ब्रो सिट मुसिले यतिरा आरे है के हो गाइस यो के हो यो गाइस आइसेलु को झ्याङ रङमा मलाई यार यहाँबाट खस्यो नि त मर्छ होला है गाइज हाम्रो चाहिँ यहाँ पहिला शनिबारकै त्यो संसारी पूजा हुन्छ नि त त्यस्तो गर्थ्यो कि साथीहरू होइन अनि एकचोटि हाम्रो भाइ र म आएको क्या हाम्रो भाइ त सानो थियो त्यसलाई त याद छैन होला अनि त्यसको भात र तिउ नै पोखेको के बेच चक्चकै अनि त्यो भात लिएर जाँदाखेरि यस्तो बोटको पोखेको अनि मैले क्या गाली गरेको अनि त्यहाँ ठुल्ठुलो तारे गाली नगर बिचारा भनेर थपेर दिएको मलाई याद छ कि यही हो कि यही डाँडामा म त काफलै देख्दिनँ त गाइस काफल भनेको यही हो यसैलाई हो काफल भन्ने कत्रो कत्रो गेडा रहेछ ठुल्ठुलो रहेछ तर हेर्नु त स्टोरी जानै देखाएन भने ओइ काफल खस्यो काफल के चाहिँ काफल त देखे आएन खासै खाने भयो ए साथीहरू हाम्रो गाउँमा हिँड्न सक्छ भने हाम्रो प्रकाशले लिन आउँछ हिँड्न सकेन भने काफल भन लाग्यो गाइस हेर्नु त यहाँ तिने म पे झौ लाग्छ कि उस देखेर त यो तिने त मलाई गाह्रो छ यहाँ यो फाल्न अब एक दिन लाग्छ यार गाह्रो छ गाइज मलाई म चाहिँ अर्को रुखमा जाँदैछु है यहाँ त भर्यो नि त मेरो सोल्टी चाहिँ यहाँ छ एउटा डाललाई चुराएर फाल्न मलाई म खान्छु कि खालि अगाएन मेरो कपाल हेर्नु त्यहाँ डाला बाँधिदिनु मलाई धरे यो त चिप्लेको याद आयो पहिला अब मेरो भिर यार खुट्टै कामिसक्यो मैले त यति धेरै टिपिसक्यो साथीहरू देख्दै नदेखेको यार धेरै भएर देखेन क्या बिस्तारै हिँड्नुपर्छ भिरमा भनेर भन्न नमिल्ने गाइज यहाँ हेर्नुहोस् गाइज यहाँ डालीमा डाली डाली फुल फुल भगवाला नि अनि साला यसै लोगोको जेल ले जान बिचारा मान्छेहरू कति खान मन लाग्ला है म त बिचारा रुखलाई भने होला भनेर त्यहाँ हेर्नुहोस् एकजना बाँदर यत्रो भरिसक्यो यार अघि नै है लड्न सफल का यो उसले चिप्लिन्छ कि यो पात त बुढा सानो कति पाए लाग्छ भाइ मैले त भेटाएन भाइ कहाँ छ दिदीहरू कहाँ छ है सोल्डीले सोल्डीलाई दियो फाइनली मैले यहीको इन्तजार थियो
गुरासाको फेद मुनि यतिको माया गर्ने सोल्टिनी चाहिँ हुनुपर्छ है। यो चाहिँ लास्ट नाटक छ चिप्कु छ क्या गाई चिप्कु है सही बात यो रुखै भोरिसक्यो गाई काफल तर हामी चढ्न सक्दैन काफल नि मसिनो रहेछ कि फेरि भिरै भिरा अब हामी कहाँ पुग्छ थाहा छैन हिले पुग्न नि सक्छ यो हो सबसे अल्छी योले एउटा टिप्याउने खाने मात्रै बब त्यो यो 2 मुठी कुट प्रोले गाइस प्रकाशले गाली गरी हैन अब हामी जबरजस्ती लान पर्यो नि कहाँ पनि टिम्दिन्न यार आजको भ्लगर चाहिँ म थिएँ गाइस भन्दिन यु क्यान सी द भ्यू अफ माई भिलेज ओ माई गड यस्तो छ गाइस हाम्रो गाउँको हाम्रो फुपूको लाइफ चलन हेर्नु है यसरी बसिया यहाँ बुढी दुःख गरेर पैसा पठाउने त्यहाँ महिनै पछि त्यो डर लाग्दो चाहिँ चढ्यो भने गाइस हामी चाहिँ घर आइपुगिसकेको छौँ ल र अनि काफल हामीले कति टिपेछ भनेर हेर्न गइरहेको छ निकै टिपेछ एकदम वाउ यहाँ एलिनाको टाउकोमा हेर्न गाई यता खाल्छ हो त पुर्याउनु भन्नु पर्ला कुचिङ यसको कपालै पुऱ्यो अड्केछ लु लु ल पुरो छिटो तिमी माथि जाऊँ त माथि गएर सफा गर्ने छिटो झन् जङ्गलीको अङ्पुरुम लिनु यहाँ सरहरूलाई यहाँ म चाहिँ आल्दो दिन आएको धन्यवाद हजुरलाई फोजी चलाइदिनु है भनेर फकाउन आएको मेरो चाहिँ फोजी चलेन के अरे आइफोन 16 हो क्या यस त्यस्तै लाग्यो होइन के कति नि चलेन मेरो त सर हिजोदेखि अलिअलि भ्लग बनाउँथ्यो लिनु गुलियो छ यो अमिलो छैन हाम्रो रुखको अमिलो हुँदैन खानु त लिनु त लिनु सर टावर हेर्न आउनु भएको रे गाइज हेर्नु न यहीँसम्म गाडी आयो आज हिजो हामी यस्तो हिँडेर आयो क्या हेर्नु आज त के भन्नु र गाइज यस्तो गर्दा तपाईँहरूले खोजेर पनि पाउँदैन होला आजकल त तर हाम्रो गाउँमा छ हाम्रो गाउँमा यस्तो घर छ तर टिकटक बनाउन मिल्दैन गाइज हामीलाई यहाँ सरले अब टावर घुमाउन लाँदै हुनुहुन्छ टावर जाने बाटो चाहिँ बहुत जङ्गल छ सर्पा अब छिन ऊ पनि नजाने माथि त नजाने केटा हो गाइस त्यो अद्धासम्म गएर फर्केर आएको म सकिन मनले नसक्दो रहेछ बाप्रे पुरै काम दिइराख्यो अनि यहाँ चाहिँ चाउचो खान लाग्यो हामी यता देखा त लसन यहाँ सरले चाहिँ मागी मा भनिरहेको छ गाइस किन मा भने हो पनि तपाईँको नाम मा हो तपाईँले मागी मा भनिरहनु भएको छ त सुन्दर बजारबाट आउनु भएको कुन त के हो मा भनेको तिमीहरूले के हो गाइस नयाँ मान्छेहरू घुम्न आएको रे हेर्नु न जानै मान्दैन त के हो लास्टै रहेछ यो के अरे कहाँ गरेला छन् सुन्दर बजार मान्छे ला फटा हुन्छ नि हो
मान्छे बुढो भइसक्यो चुमचुम चुमचुम भा गाइस किन मान्छे आउनु परेन यतिकै लजाएर होइन आँखा नि जुदाउनु नि सकेन चस्मा लाएर हेर्नु न साथीहरू अझ दिनको जागे लाएर फर्केर चाहिँ नजानु नि फेरि क्यामेरा अन गरेपछि बल्ल कसले नि केही नि भन्दैन केटा आफ्नै केटाहरू मुस्ताङमा हामी जाँदैछौँ अलडाँडा नागी डाँडाको एउटा फेमस ठाउँ नागी गाउँको के भन्छ अरे यसलाई ग्राउन्ड पहिला डेन्जर बजार लाग्थ्यो यहाँ चाहिँ हान्दैन झ्याम आइसुलु हेर न साथीहरू आइसलुको झ्याङ गाइस हाम्रो नागी गाउँ यति मात्रै छ है मेरो गाउँ चाहिँ यति हो अनि यो पारी देखेको चाहिँ छुमसरा झुमसरा अनि यो सिमी गाउँ अनि यो ताजे गाउँ यहाँ लड्न लाग्यो गाइस बाजेर बोजे एजेन्ट लो हाम्रो भाइको नाम चाहिँ कसले राखेको भनेर झगडा परिरहेको गाइस बाजेले राखेको रे बजे बाजेले राखेको रे मेरो भाइको नाम चाहिँ बजेले चाहिँ आम्बरले राखेको भनेको बाजे चाहिँ मैले राखेको भने लसाङ पनि उसले राखेको लसाङ भन्दा मेरो चाहिँ के अरे बाजे मेरो चाहिँ भन्नु गलत त यति राख्नु हेलो असली पार्टी त यहाँ भइरहेको रहेछ त असली पार्टी त के हो यहाँतिर भइरहेको रहेछ अनि असली पार्टी डाँडा पनि झिन्ची झिन्ची कि ए थुङ्दा भन्नु घुर्लुक्काको वा गाइस यहाँ पार्टी चलिरहेको रहेछ गाइस यहाँ फेरि अर्को पनि चल्दै रहेछ यो मान्छे चाहिँ के घरमा पाउन बोलाएर यहाँतिर बसिरहेको तै पनि खाएर बस्यो क्या जाड गाइस यस्तो पार्टी हो नि त हाम्रो त यहाँ त गाउँमा खतरा यसलाई मिलाएर अर्को मरो तार जानु जापछि गोला मम फेगा यो झोइ गामी ताङ्गे जामी गाइस हामी चाहिँ पाहुना आएको हाम्रो फुपू घरमा यसो घरमा आएको हामी गाउँ घरमा यस्तो हुन्छ है साथीहरू घर ओए सानो के गरेको त यहाँ अब हाम्रो फुपू घर पाहुना आएको हामी चाहिँ यसको घरमा हाम्रो फुपूले चाहिँ पाहुनाहरूले के पकाएर खुलाउने हो त काशी फुपू ढेँडो हामी चाहिँ ढेँडो खाने अब कोसी ओद्दिने सानो लो बाजेसँग जाड खाएर इच्छा भन्छस् चल मिखर जाडो ल बाजे सबै कुरा राम्रो छ है गाइस हाम्रो बाजेको दाँत मात्रै नभएर हो कि हाम्रो बाजे र सानोको खुट्टालाई यहाँ कम्प्लेन गरिरहेको हाम्रो फुपूले चाहिँ हामी सबलाई आज निम्तो खान बोलाएको कि साथीहरू
निम्दो खाना आएको रे बाजे बिचरा भातै नपाके रहेछ हाम्रो बाजेदेखि बाजेको हिरोनी कौरी हो ए बाजेको हिरोनी पो सबभन्दा हिरोनी नातिनी बगले कौरी हो नि त कौरी भने चिन्छ के नातिनी भने पुरुष नातिनी ए कौरी भने मात्रै चिन्छ सबैलाई माग्दै खाने खाने यो चाहिँ बेबोको बजे बितेछ भनेर रुन पो लाखा गाइज बेबोको बजे बितेकै हो र गाइज बाजे त नेता हो क्या घरको एउटा माइक र स्पिकर ल्याइदिन्छु म अब बाजेलाई बाजे त बोले हाम्रो फुपूले हाम्रो हामी पाहुना बोलाएर हाम्रो फुपूले यस्तो पकाउँछ त गाइज के गर्नु गाह्रो पो छ त पाहुना बोलाउँछ फुपू मासु नि आफैलाई पकाउन लाउँछ धन्न ढेँडो चाहिँ पकाउन नआएर होला तर पकायो भने आउँछ मलाई गाइज हामी चाहिँ ढेँडो खान लाग्यो हाम्रो बजेले चाहिँ सुरुप पकायो खानु बजे खाए ल मलाई त मासु भएपछि एकदम मनपर्ने ढेँडो हो कि गाइज यो चाहिँ यिनीहरू चामल खाने मेरो बम बसे बासो ल ओके गाइज हामी चाहिँ ढेँडो खायो आजको दिन यतिकै सक्यो थ्याङ्क यू सो मच गाइज फर वाचिङ मासु खाएकै भनेर सब्सक्राइब गर्न नभुल्नु होला बाई सी यू अर्को भिडियोमा भेट्दै गरौँ ल बाई बाई